हेलो गाइज वेलकम टु न्यू भिडियो। आज मैले ब्लग रुमदेखि जानु गइरहेको छु। यो चाहिँ मेरो रुम होइन, यहाँदेखि रुमदेखि म जान लागेको अब होटेलतिर गएर अब कस्तो हुन्छ होटेलतिर भिडियो आउँछ। काम चाहिँ रेडी भइसकेको छ। ओके होटलमा गएर हुन्छ। सो गाइज मैले भित्रको सामान सुन्नु सब भ्याएर अब बाहिर निक्लिरहेको। यतातिर म अब जान्छु आफ्नो गाडीतिर। गाडी पनि छ मेरो। गाडी चाहिँ मैले त्यहाँ लगाइदिएको छु त्यो स्कुटी। यो वाला स्कुटी चाहिँ यही हो, चाबी मसँग छ। ए हो गाइज यहाँ पुगिसकेको छु म। आज रुममा जाँदैछु। गाइज मैले होटलमा पुगिसकेको छु। अनि मैले होटलमा खोल्न छु। यता मेरो मालिक, यो चाहिँ मालिक, यो चाहिँ उत्तर दाइ। मैले होटल पनि खोलिसकेको छु फाइनली। यता साइडमा ग्यारेज छ, धेरै साउन्ड आउँछ गाडीहरूको टिपेर। अब म यसमा सामानहरू म्याटेरियलहरू मिलाउँछु। यसलाई लगेर जाँदैछु म बाहिर। अन्त यस्तो लगेर जान्छ समातेर होइन, बाहर लगेर जाऊँ है। हेलो गाइस हम जा रहे शिफ्ट जा रहे हमारे दूसरे होटल पे। आज वो दूसरा होटल का ओपनिंग है और ये वाला गाड़ी और वो वाला गाड़ी दोनों गाड़ी है। लेकिन वो वाला इलेक्ट्रॉनिक चलाते हैं ज़्यादा, ये हमारे इधर के लिए वो उधर के लिए। ये पेट्रोल का और ये पैसा बचाता है। ठीक है। हेलो गाइस अब घरि ग्यास पनि के मन राख्नु होइन। अब यसलाई यहाँदेखि चाहिँ टेबलसँग मिलाउँछ अनि यसलाई चाहिँ मैले बाहिर लगेर जानुपर्छ। त बाहिर त गाडी राखेको छ यतातिर। अनि यो बोट पनि लगेर जानुपर्छ। मैले सबै यो हातखुट्टु मिलाएर त्यसपछि फेरि म माल मटेरियलको गर्नेछु है। अहिले गाइस हाम्रो नास्ता चाहिँ आइसकेको छ। बाहिर त मिलाएर लाग्ने छ वडापाउमा। यहाँ हामी नास्ता बिहान वडापाउ खाएर चालु गर्छौँ। यता चाहिँ हाम्रो दाइ कटिङ गर्नु लागेको थिएँ। कटिङ गरेर भइसकेपछि मैले अनि जुन चाहिँ माल मटेरियल बसेको यार के गर्नु हो। यो बनाएर होटल बाहिर आएर बाहिर हेर्नु सक्नुहुन्छ। सब आफ्नो चिल पारामा छ। यता उता अनि आसमानतिर त पानी आइरहेको रहेछ हौ खतरा। पानी आयो आज पानी आयो। जो रोयल इनफिल्ड जो हाम्रो त्यो साथीको जस्तो होइन। बाहिरको सिन चाहिँ यस्तो भएको छ आज। पुरा मौसम पनि गार्डन भएको छ। आसमान हाँसिरहेको छ, मस्त देखिएको छ गाइस। आजको ब्लगमा हेर्नु गर्दैछु। 16,000 ये 16,000 का बोल रहा है आप। पता नहीं क्या देंगे 16,000। बोलो 16,000 भाई हमारा 16,000 देता हूँ बोल रही। मेरा एंड्रॉइड दे दे और वो 16,000 तो ये मोबाइल है। ये मोबाइल 13 UI चला ये एंड्रॉइड भी 16,000 नहीं मिलता। पक्का एंड्रॉइड का मोबाइल चलाउने हो। गाइस मिलाउँ न नेक्स्ट भिडियोमा। रुममा पनि दामी मस्त छ है। तो गाइस हामी चाहिँ अहिले सुप बनाइरहेको छौँ होइन। कसरी बनाउँछ भने देखाइन्छ। सुप बनाउँदा अझै टाइमै लाग्छ। सुप बनाउँदा त्यहाँ लसुन अदरक मिर्चीहरू हाल्ने अनि पछि हाल्नुपर्छ बोबी। सुपको लागि पानी पनि भर्नुपर्छ। पानी लगाएर हाल्नु। बिना पानी सुप त बन्दैन पक्कै पनि होइन। पहिला पानी भरिहाल्यो यस्तो गर्नुपर्छ। अनि जगमा पानी भर्दै लाग्दै हाल्दै हो क्या। हालिदिनुपर्छ। झ्याङ बनाउनु पर्दैन, त्यही पनि अब थोरै बनाउनुपर्छ। सोया चिल्ली अनि अरू के हालेर बनाउनुपर्छ। अहिले त बन्दैछ सुप। कस्तो बन्छ आज। अहिले सोया हाल्दैन, चिल्ली हालिदिनुपर्छ क्या सायद। यो ब्लग चाहिँ म एन्ड गर्न चाहन्छु। अब कस्तो लाग्छ हजुर यो ब्लग हेरिदिनु होला राम्रोसँग। हामी चाहिँ म चाहिँ भिडियो बनाइराख्छु भिडियो होइन। म यो ब्लगलाई एन्ड गर्छु। तपाईँलाई लाइक गरिदिनु होला, लाइक गरिदिनु होला। धन्यवाद। ओके बाई बाई।